हजुरहरूको लागि चाहिँ मैले आज एकदम बिल्कुलै नयाँ र एकदमै राम्रो खालको भिडियो लिएर आएको छु। यो चाहिँ करिब 10 वर्ष अगाडिको भिडियो। यो चाहिँ म आफैले काम गरेको म स्वयं सबिन भण्डारी तपाईँहरूको लागि चाहिँ साथ सपोर्ट र माया दिँदै र तपाईँहरूले नि मलाई धेरै साथ सपोर्ट दिँदै आउनुभएको छ। सँगसँगै मैले चाहिँ आज मैले कुनै बेला गरेको काम र अब मेरो ग्रुपमा धेरै हुन्छ साथीहरू हैन, उहाँहरूले नि गर्नुभएको काम हरेक तपाईँहरूको लागि देखाएको छु। तपाईँहरूले विशेष हेर्नुहोस्, साथ सपोर्ट गरिदिनुहोस्, माया गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। सँगसँगै तपाईँहरूको लागि चाहिँ विशेष भिडियो लिएर आएको छु। यो चाहिँ एउटा प्लास्टिक टेक्निक कम्पनीमा चाहिँ काम गर्थेँ कुनै बेला। यो भिडियो चाहिँ अहिले मलेसियाको भिडियो हो। मलेसियामा काम गर्दाखेरि त्यो बेलामा म भर्खर 17-18 लगभग 18-19 वर्षको बेलामा म विदेश गएको थिएँ। भर्खर 12 पास भएको थियो। पास हुन साथै झोला बोकेर विदेश गएको। त्यो बेलामा के सही के गलत पनि थाहै हुन्थेन क्या। तैपनि मान्छेहरूलाई चाहिँ ल यस्तो गर्नुपर्छ भन्दाखेरि लाइनमा नमान्ने र अरूले पनि नसुन्ने भन्ने चाहिँ हुन्थेन। सबैले मान्नु नै हुन्थ्यो र म पनि मान्थेँ, सबैसँग मिल्थेँ। मेरो मिलनसारै थिएँ र साथीहरू पनि धेरै। अहिले त को कहाँ पुगे। त्यो बेलामा कसैले बिहे नै गरेको थिएन, केही थिएन। अहिले म्याक्सिमम बिहे गरेर सबैजना आफ्नो जिम्मेवारीमा अल्झिसक्नु भइसक्यो। उहाँहरूले चाहिँ त्यो बेलामा चाहिँ एउटा पासाङ भन्ने हुन्थ्यो, त्यो पासाङ ससार लगाउने। यो चाहिँ एलसिडीको कभर सेट बन्थ्यो। यो चाहिँ सोनीको कभर सेट बनेको। पछि यो नयाँ बारङहरू आएको थियो। अनि त्यो बेलामा हामीले चाहिँ एउटा लाइनमा लगभग ग्रुपिङ हुन्थ्यो, 7-8 जनाको ग्रुपिङ हुन्थ्यो। त्यो ग्रुपिङले चाहिँ यति बनाउने भन्ने हुन्थ्यो 12 घन्टामा। त्यति हामीले बनाउँथ्यौँ। हानेर हुन्छ, ठोकेर हुन्छ, दौडेर हुन्छ या बिस्तारै गरेर हुन्छ, त्यसै गर्थ्यौँ। अनि सामान आइरहेको हुन्थ्यो। सुरुमा चाहिँ लास्ट गाह्रो हुने। अनि उभिया गर्नुपर्छ नि त, बस्ने चाहिँ ठाउँै हुँदैन, बस्ने कुरै भएन, उभिएर काम गर्नुपर्ने। सँगसँगै यो चाहिँ हिटर हो। हिटरमा चाहिँ पुरै यो बारङमा चाहिँ पेन्ट गरेर अगाडिबाट आएको हुन्छ। त्यो पेन्टलाई चाहिँ राम्रोसँग सुकोस् भनेर चाहिँ यो हिटरभित्र हालेर अनि सरसर चलाउँथ्यौँ। र काम ठिक थियो, रमाइलो नै हुन्थ्यो। सुरुमा त बस्न नपाएर यति धेरै खुट्टा दुख्यो कि सम्झिँदैन क्या। एकछिन बस्न पाउँदा यति स्वर्गमा पुगे जस्तो महसुस हुने क्या। जस काम पनि गरियो। 3 वर्ष काम गर्दाखेरि अनुभवहरू धेरै बटुलियो, धेरै दुःख नि गरियो, अनि सुख नि भयो, रमाइलो पनि भयो, नयाँ साथीहरू पनि बने। तर त्यो साथीहरू त्यहीँ बने, त्यहीँ बन्नुभयो, त्यहीँ छुट्नुभयो। अब कति साथीहरू अहिले अब नेपालमै केही व्यवसाय गर्नुहुन्छ होला नि, कति अब विदेशमा जानुभयो। 14 अञ्चल 75 जिल्लाको मान्छे भेट्नु छ भने चाहिँ एकचोटि विदेश जानुहोस् क्या। अनि त्यसपछि मान्छे कस्ता हुन्छन्, के हुन्छ भने थाहा हुने क्या। कतिसम्म हुन्छ भन्दाखेरि छोरा मान्छेकै कुरा काट्दिने, छोरा मान्छेले डाहा गर्ने पनि हुन्छ, नहुने होइन। सँगसँगै मिल्न चाहिँ एकदम मिल्छ क्या। अब जहाँ त्यहीँको साथीहरू पनि पछि सँगै भएपछि त्यही जिग्री दोस्त हुने, हरेकले भनेको नि मान्ने, अनि हरेकलाई ल यस्तो गर्नुपर्छ भन्दाखेरि नाइ भन्ने थियो, के भन्ने हुँदैन थियो कि। अनि यहाँ चाहिँ कम्पनीमा चाहिँ काम गर्ने भनेको बङ्गलादेशको अनि म्यानमारकोहरू पनि थियो। अनि म्यानमारकोहरू चाहिँ पछि आएको। यो चाहिँ म्यानमारको साथी, उहाँहरू चाहिँ हामीभन्दा धेरै पछि आएको थियो। अनि उहाँहरूलाई चाहिँ अहिले यहाँनिर त्यही सोनीकै हो क्या, एउटा एलइडी सानो लगाउँथ्यो। सबैले आफ्नो काम गर्ने क्या। कसैको काम अलिक गाह्रो हुन्थ्यो, कसैको सहिलो गर्ने चाहिँ उभिएर नै गर्ने हो। कसैले प्लास्टिक लगाउने भने, कसैले चाहिँ ऱ्यापिङ गर्ने, प्याकिङ गर्ने। अनि मैले चाहिँ यो लाइनमा फाइनल चेकिङ गर्थेँ। उहाँहरूले सबैले गरेको काम ठिक छ कि छैन भनेर हेरेर मार्किङ गर्ने चाहिँ काम गर्थेँ। मैले नि यो सबै लाइनमा धेरै कामहरू गरेँ। सबै म्याक्सिमम् कामहरू त आफैलाई गर्न नै आउँथ्यो। पुरानो हुँदै गयो, कामहरू नि सिकियो, जस अनुभवहरू नि धेरै भयो। हामीसँगै गएको साथी उहाँ चाहिँ सन्तोष मगर, एकदम मिल्ने साथी हो। अहिले पनि मलेसियातिर नै छ। पहिला चाहिँ कन्ट्याक्ट धेरै हुन्थ्यो, उसको बिहेमा नि गयौँ। तर अहिले चाहिँ खासै कन्ट्याक्ट छैन। सबैजना आफ्नो काममा बिजी होला, त्यही त हो नि। म यतातिर बिजी छु नि उहाँहरू चाहिँ उतातिर बिजी हुनुहुन्छ। फाइनली अहिले चाहिँ म नेपालतिर छु भने उहाँहरू चाहिँ विदेशतिरै हुनुहुन्छ, अर्को कम्पनीमा गएर अहिले चाहिँ उतै हुनुहुन्छ। त्यही त हो नि, परिवार फ्यामिली छोडेर केही गरौँ भनेर विदेश गएको हुन्छ। खाइ नखाइ जोगाउँछ, त्यही त हो। दुःख भनेको त्यही नै हो। फाइनली मेरो मनोरञ्जन युट्युब ब्लगलाई चाहिँ विशेष माया गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु र सबैजनाले सब्सक्राइब गरिदिनु। र मैले आगामी दिनमा नि एकदम नयाँ भिडियोहरू लिएर आउनेछु। हस् त, तपाईँहरूलाई मनदेखि नै धेरै 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 धन्यवाद भन्न चाहन्छु। हस् त।